पदप्रति त्यत्रो चाहिँ नि लगाव झुकाव भएको भए पक्रेर बस्थ्यो होला नि त होइन। अनि अब म त 2 कार्यकाल चलाएको त्यस्तो अप्ठ्यारो मलाई अनुभूति छैन। पश्चाताप त्यसमा त एकनिच हुने कुरै भएन। हार्दा पनि त म एउटा मत ल्याएको छु। जतिले मलाई माया गरेर मत दिनुभयो ती जनताको त म मतदाताको नेता हुँ। त्यो क्षेत्रको प्रतिपक्ष चाहिँ नि प्रतिस्पर्धी हुँ। राम्रा काममा चाहिँ नि विजय मान्नेलाई विजय भएको चाहिँ नि सांसदलाई चाहिँ नि सघाउने, उहाँका चाहिँ नि खराब कामको डटेर आलोचना गर्ने त मेरो दायित्व छैन। मलाई दिने हरेक उपनाम स्वीकार्य छ। अहिले सम्झिँदा कुन कुन नाम सम्झिनुहुन्छ? मेरो मुखबाट त किन बनाउनुहुन्छ? जसले दिएको, जसले दिनुभयो उहाँहरूलाई चाहिँ नि हार्दिक धन्यवाद छ। गुइठे र ढुकुरे जे दिनुभयो मैले त्यसलाई ग्रहण गरेँ। गाली गरेर दिएका नामलाई पनि मैले मायाको रूपमा ग्रहण गरेँ। मेरा राम्रा गुण पनि ती धरानभित्रै छन्। मेरा सबल पक्ष पनि ती छन्, दुर्बल पक्ष पनि ती छन्। मेरो बाल्यकालका हरेक छैन मिठा क्षणहरू पनि ती छन्, तिता अनुभव पनि ती छन्। वडाचे भइसकेपछि मेरो के प्रगति भयो? मेरो घर वडाचे हुनु अगाडि थियो, गाडी वडाचे हुनु अगाडि थियो होइन। अनि के चाहिँ प्रगायो? हेरे भइगयो त वडाचे हुनु। एउटा वडाचेको हैसियत के हुन्छ, कति बजेट हुन्छ, केमा खायो गरे भइगयो त कारबाही होइन। वडाचेको 24,500 तलब हुन्छ, त्यसले भ्रष्टाचार बोकी त्यो पनि म लिन्न भने दोस्रो कार्यक्रम नलिएको मान्छे होइन। अनि वडाचेको क्षेत्र अधिकार कार्य अधिकार के हुन्छ? ठेक्का लगाउने अधिकार हुन्छ कि बा मेरो? हुन्छ। सबै नगरपालिकाबाट हुन्छ त उहीँ हुन्छ त अनि केमा भ्रष्टाचार बोक्यो? धेरै भइगयो नि त, कारवाही गरे भयो नि त। नेतृत्वलाई चाहिँ नि प्रश्न गर्ने कुरा अर्को साम्पाङलाई गरे होइन नि। मैले त धरानको नगर प्रमुखलाई गरेँ भने अर्को साम्पाङ अर्को साम्पाङको साथ अर्को कोही प्रमुख भए मैले गर्थेँ नि त। हिजो राईको पालामा पनि मैले कडा गरेको। तर त्यति बेला चाहिँ नि सोसल मिडिया ओपन गरेर चाहिँ नि मिटिङ लाइभ हुँदैन थियो। ताराजीको पालामा कडा गरेको। सबैभन्दा चाहिँ नि दह्रो मैले योभन्दा दह्रो त तिलकजीको पालामा गरेको। तिलकजीको पालामा कडा चाहिँ नि तपाईँको प्रतिवाद गरेको नि त कङ्ग्रेसको मेरो हुनुहुन्थ्यो। 79 सालभन्दा अगाडि धरानीहरू चाहिँ कोक बियर खान्थे, कोक बियरले नुहाउँथे। हर्कजी आएपछि पानी खान थाले, पानी नुहाउनु थाले, पानी लुगा धुन थाले भन्ने जुन भाष्य निर्माण गरिएको छ यो आफैमा धरानप्रति चाहिँ अन्याय गरिएको छ। केही पार्टीहरूले चाहिँ चुनाव हाम्रो लडे हुन्थ्यो भन्ने चाहिँ प्रस्तावहरू केही ठाउँबाट आएका थिए। राजसभाबाटै हो भन्ने पनि सुनेको थिएँ। त्यस्तै हो, राजसभाबाटै हो। स्पष्ट भनिदिनुहोस् न। राजसभाले नै राजसभाको एउटा लेभलबाट छलफल भएकै थियो। तपाईँलाई यसलाई बाडेन्द्र हकको बोलेको छ हो। त्योभन्दा अरू के होइन? जनताको परिवर्तनप्रतिको आकाङ्क्षा, स्थायी सरकार चाहिँ हेर्ने आकाङ्क्षा होइन र चाहिँ नि बालनप्रतिको चाहिँ नि आशा अपेक्षा। तर चाहिँ त्यो नयाँको नाममा पुरानाले पनि आफूलाई चाहिँ धुई पखाली गरेर नयाँ बनायो कि। वास्तवमा नयाँ त हामी हो नि त। भनेको म नयाँ हो नि त। म फर्स्ट इलेक्सन लडेको मान्छे नि त्यसपालि सङ्घीय सांसदको। अमरेश कुमार सिंह नयाँ कि मनोज भट्टराई नयाँ? मनोज भट्टराई नयाँ नि त। संसदको लागि त तपाईँ हो। राजसभाले सबभन्दा बढी धन्यवाद दिनुपर्ने पात्र भनेको केपी ओली, जसका कारण राजसभाले 2 त्याग ल्याए। ल वडाध्यक्षज्यू नै भन्न आउँछ क्या मलाई चाहिँ। स्वागत छ है तपाईँलाई। धन्यवाद छ, नमस्कार। वडाध्यक्षज्यू भनेरै सम्बोधन गर्न मन लाग्छ। मैले अघि भने नि पूर्व भन्नु न, पूर्व। फोन गर्दा पनि के अब के भन्ने होइन। तपाईँले फोन गर्नु वडाध्यक्ष भन्नु, मैले पूर्व भन्नुहोस् न भने। नम्बर चाहिँ फेरि त्यही भनेर सेभ गरेको थिएँ नि त, धरान 17 वडाध्यक्ष। अब त्यसमा पूर्व थप्नु पऱ्यो। छँदा खदाको वडाध्यक्ष पद गुमाउनु भयो? कहाँ गुमाउनु चाहिँ नि, त्यो त हस्तान्तरण गरेको। हस्तान्तरण गरियो। के छ मनमा, कस्तो लागिरहेछ? त्यस्तो छैन हौ। त्यो पदप्रति त्यत्रो चाहिँ नि लगाव झुकाव भएको भए पक्रेर बस्थ्यो होला नि त होइन। अनि अब म त 2 कार्यकाल चलाएको त्यस्तो अप्ठ्यारो मलाई अनुभूति छैन। पश्चाताप त्यसमा त एकनिच हुने कुरै भएन। छँदा खदाको वडाध्यक्ष जतिको पद गुमाए त्यस्तो छैन। म चाहिँ नि सङ्घीय सांसदमा प्रतिस्पर्धा गरेँ होइन। सबैले जित्दैन नि त, सबै जित्छ नि त प्रतिस्पर्धी। कोही हार्छ, कोही जित्छ। अब हार्दा पनि त म एउटा मत ल्याएको छु। जतिले मलाई माया गरेर मत दिनुभयो ती जनताको त म मतदाताको नेता हुँ। त्यो क्षेत्रको प्रतिपक्ष चाहिँ नि प्रतिस्पर्धी हुँ। राम्रा काममा चाहिँ नि विजय मान्नेलाई विजय भएको चाहिँ नि सांसदलाई चाहिँ नि सघाउने,
उहाँका चाहिँ नि खराब कामको डटेर आलोचना गर्ने त मेरो दायित्व छैन नि त। बाहिर बजारमा चर्चा चाहिँ नि तपाईँले हारेको भन्दा पनि हर्क साम्पाङले जितेकोमा चाहिँ बढी दुखी हुनुहुन्छ भन्ने। नै त्यस्तो होइन, कोही न कोही त जित्थ्यो नि। हर्क साम्पाङजीले जितेको भने म खुसी नै छु। उहाँलाई मेरो चाहिँ नि हार्दिक शुभकामना र सफल कार्यकालको शुभकामना छ। मेरो व्यक्तिगत उहाँसँग केही पनि छैन, मेरो राजनीति प्रतिस्पर्धा मात्रै त हो। मैले तपाईँलाई भन्दै आएको कुरा त्यही त हो। जस तपाईँको मुख्य प्रतिस्पर्धी भनेको चाहिँ तपाईँले सोचेको चाहिँ हर्क साम्पाङ नै हुनुहुन्थ्यो होइन? मैले त 26जना मेरा प्रतिस्पर्धी पनि भन्ने हो। अब बजारले मुख्य तपाईँहरूले, मिडियाले बजारले मुख्य तपाईँ दुईजना भनिदिनु भयो त मेरो के लाग्छ भने जेउस दुईजनाको धेरै छ होइन त्यो सम्झना लायक क्षण पनि छ। अब मेरो असल मित्र पनि हो उहाँ, होइन र? उहाँको जनता हो नि म अहिले, होइन र? मेरो क्षेत्रको मानिने भएपछि म उहाँको जनता हो, होइन? त्यो पनि हो नि त। अहिले कसरी सम्झिँदै हुनुहुन्छ? अहिले चाहिँ नि मेरो क्षेत्रको माननीय लाई चाहिँ नि जनता भएर सम्झिरहेको छु। त्यो विगतको तपाईँहरूको झन्डै 3 वर्ष होइन? 3.5 वर्ष, 3.5 वर्षको उतार चढाव टक्राव स्मरणीय छ होइन? किताब लेख्दाखेरि लेख्न मिल्ने छ। तपाईँले देखेको 3.5 वर्ष, हामीले दुईजनाले भएको त 5-6 वर्षै छ। म अघिल्लो कार्यकाल वडा अध्यक्ष हुँदा, उहाँ अभियन्ता हुँदादेखिको छ त्यो, जो सोसल मिडियामा छैन, तपाईँहरूको नलेजमा छैन, त बेग्लै कुरा हो। त्यही त उहाँ मेयर भएपछि कुराहरू न हो। तपाईँहरूले थाहा पाएको, उहाँ मेयर भएपछि म वडा अध्यक्ष भएपछि, म अघिल्लो कार्यकाल म वडा अध्यक्ष हुँदा उहाँ अभियन्ता हुँदाको पनि छ। के थियो त्यति बेलाको चाहिँ? अहिले सम्झौँ न, बाहिर आएको त आइहाल्यो चाहिँ नि। यो म 74मा पहिलो कार्यकाल वडा अध्यक्ष भएँ, उहाँ अभियन्ता हुनुहुन्थ्यो। यो धनकुटे रोड सङ्घर्ष समितिको उपाध्यक्ष हुनुहुन्थ्यो होला सायद उहाँ। त्यो सर्दु ठकुरी र पटनाली खोलाको पुल बनाउनु एउटा आउनुभएको थियो। म बनाउनु पर्छ भने जनता लिएर गएको थिएँ। त्यतिखेर पनि टक्राव मुभमेन्ट थियो हाम्रो, होइन? म पछिबाट कोभिडको बेलामा म फोकल पर्सन भएँ। कोभिडको क्वारेन्टाइन राख्नु हुँदैन भनेर पनि उहाँ चाहिँ नि आउनुभएको थियो। म राख्नुपर्छ, जनताको सेवा गर्नुपर्छ भन्ने लाइनमा थिएँ, होइन? निरन्तर चलिरहेकै छ। तपाईँहरूको सम्बन्ध प्रगाढ छ? व्यक्तिगत रूपमा त प्रगाढै भन्नुपर्छ नि, होइन? राजनीतिक रूपमा तितता भए पनि व्यक्तिगत रूपमा त हामी धराने पनि हौँ, सुनसरी क्षेत्रवासी पनि हौँ। त्यो हिसाबले प्रगाढ छ। राजनीतिक रूपमा तितरपना रह्यो। त्यही त यो 3.5 वर्षको जुन तपाईँहरू बिचको सम्बन्ध रह्यो नि, तपाईँको नामभन्दा पनि उपनामले बढी चिनिनु भयो होइन? मैले 17 गते भान्सोको आमसभा भनेको थिएँ क्या, मलाई दिने हरेक उपनाम स्वीकार्य छ भनेर। अहिले सम्झिँदा कुन कुन नाम सम्झिनुहुन्छ? मेरो मुखबाट त किन भनाउनुहुन्छ? जसले दिएको, जसले दिनुभयो उहाँहरूलाई चाहिँ हार्दिक धन्यवाद छ। गुइठे र ढुकुरे जे दिनुभयो मैले त्यसलाई ग्रहण गरेँ। गाली गरेर दिएका नामलाई पनि मैले मायाको रूपमा ग्रहण गरेँ। निकै चर्चित भयो है यो नाम। चर्चा उहाँले बनाइदिनु भयो। कस्तो लाग्छ यो नाम, जुन नाम उहाँले जुराइदिनु भयो नि? सार्वजनिक जीवन जिउनेहरूलाई गाली ताली आलोचना प्रशंसा सामान्य लाग्छ। म पनि सार्वजनिक जीवन जिउन अगाडि बढेको मान्छेलाई यस्ता गालीहरूले, होइन, आरोप प्रत्यारोपहरूले, उपनामहरूले मलाई 1 इन्च पनि हतोत्साहित गराउन सक्दैन, त्यस्तो लाग्छ। तपाईँलाई चाहिँ व्यक्तिगत रूपमा प्यारो लाग्छ लाग्दैन यो नाम? गाली गरेर दिएको कुरो त कसरी प्यारो लाग्थ्यो होला र। तर पनि त्यसलाई चाहिँ नि मैले प्यारो मान्ने। मलाई जे कुरा चाहिँ नि गाली गरेर दिन्छ त्यसलाई म ब्रान्ड बनाइदिन्छु भनेको छु मैले। त्यो भएर खुसी नै हुनुहुन्छ? मैले त ब्रान्डै बनाइदिन्छु। मलाई चाहिँ नि निलो कोट भनेर गाली गर्नुभयो, म निलो कोटलाई ब्रान्ड बनाइदिएँ। उपनामले गाली गर्नु त्यसैलाई ब्रान्ड बनाइदिएँ, होइन? उहाँहरूले उठ्न नसक्ने गरी चाहिँ नि ढुङ्गा प्रहार गर्नुभयो, त्यही ढुङ्गा भेला पारेर मैले राजनीति सडक बनाइदिएँ, है त? मलाई जेले प्रहार गर्नुहुन्छ म त्यसलाई चाहिँ नि ब्रान्ड बनाइदिन्छु। सडक त ढुङ्गा त होइन, सडक बनाउनु काम लाग्छ, मान्छेमाथि प्रहार गर्नु काम लाग्छ, मन्दिरमा लाग्यो भने चाहिँ नि मूर्ति बनाउन काम लाग्छ। ढुङ्गाको प्रयोग त स्थानअनुसार हुन्छ नि। त्यही हो। यो चुनाव हारे पछाडि चाहिँ तपाईँ अलि शालीन सभ्य बन्नुभएको हो कि? मेरो यो शालीनता यही नै हो। म कटाक्ष पनि चाहिँ नि दरो रूपले गर्छु, शालीनता पनि छ मसँग। त्यही त। अब तपाईँको व्यक्तिगत जिन्दगीको बारेमा जाउँ न। तपाईँ धरानको 2 चोटि
वडाध्यक्ष हजुर 17 नम्बर हजुर हजुर होइन? तपाईँको जन्मै धरान हो कि? हो, मेरो चाहिँ नि मात्रै होइन, मेरो हजुरबुवाको बुवा, मेरो जुजुबुवा धनकुटाबाट धरान झर्नुभयो। मेरो जुजुबुवाले घोपा फाड्नु भयो, मेरो हजुरबुवा त्यहीँ जन्मिनु भयो, मेरो बुवा चाहिँ जन्मिनु, म त्यहीँ जन्मेँ। हामी त्यहाँका रैथान्यौँ। जस्तो तपाईँको बाल्यकालको बारेमा भन्नुहोस् न। मेरो बाल्यकाल चाहिँ तपाईँको त्यही रेलवेमै बित्यो। तपाईँ मेरो घर आइपुग्नु भएको छ है, त्यहीँ बित्यो। म त्यही अगाडिको पञ्चकन्या माविमा निमाविसम्म पढेँ, ज्ञानोदय माविमा चाहिँ नि एसएलसीसम्म पढेँ। त्यही धरानको महेन्द्र क्याम्पसमा पढेको विद्यार्थी हुँ होइन। त्यहीँको राजनीतिक प्रोडक्ट हुँ म होइन। मेरा राम्रा गुण पनि ती धरानभित्रै छन्, मेरा सबल पक्ष पनि ती छन्, दुर्बल पक्ष पनि ती छन्। मेरो बाल्यकालका हरेक चाहिँ नि मिठा क्षणहरू पनि ती छन्, तिता अनुभव पनि ती छन्, सबै ती छन्। को हुनुहुन्छ परिवारमा? बुवा, आमा, भाइ, 3जना दिदीबहिनी, श्रीमती, 2 छोरा 1 छोरी। तपाईँको परिवार? हजुर, सबै त्यतै हुनुहुन्छ धरानमै? सबै दिदीबहिनीहरू अलि वरपर, इटरी, विराटनगर, धरान। जस्तो नि आर्थिक हैसियतको तपाईँको बारेमा विभिन्न समयमा आइरहन्छ कि के थियो तपाईँको आर्थिक हैसियत बाल्यकालमा? घोपा त गाउँै हो नि त। धरान भानुचोक बजार त होइन, घोपा त भानुचोकबाट 4-5 किलोमिटर तल तपाईँ पुग्नु भएको छ। घोपा चाहिँ पहिला कृषि योग्य जमिन भएको ठाउँ हो। त्यहाँ टमाटर फल्ने, मकै फल्ने, कोदो फल्ने, धान फल्ने, गाई पाल्ने, भैँसी पाल्ने होइन। पहिला जमिनको भ्यालु थिएन, उत्पादन हुन्थ्यो, खान पुग्थ्यो, पैसा थिएन नि त। दुध बेच्नु पर्थ्यो, पैसा हुन्थ्यो, टमाटर बेच्नु पैसा हुन्थ्यो। अनि अब त्यो देखेर अथवा कसैबाट सुनेर साथीहरूले आरोप प्रत्यारोप गर्नुहुन्छ। अब उहाँहरू भर्खर आएका मान्छेले आरोप प्रत्यारोप गर्नुहुन्छ, मेरो पृष्ठभूमि थाहा पाएकाले आरोप प्रत्यारोप गर्नुहुन्न होइन। अर्को कुरा, म व्यवसायी पनि हुँ होइन। मेरो आफ्नो पनि त मेरो हजुरबाबुको बाउले फाँडा ठाउँमा अहिले पनि त्यहीँ घर छ त होइन। अब प्रश्न गर्नेहरूले गर्नुहुन्छ, त्यसमा मेरो चाहिँ नि धेरै टिका टिप्पणी के गरिराख्नु होइन। मैले बुझाउने ठाउँमा बुझाएकै छु। मैले भने नि अस्ति, सम्पत्ति स्रोत त मैले चाहिँ जनप्रतिनिधि हुँदा बुझाएको होला नि त, चुनाव लड्नुभन्दा अगाडि बुझाएको होला होइन। त्यसो भएर चाहिँ नि व्यक्तिलाई बाटोमा बुझाउँदाखेरि फोटोकपी गरेर हिँड्नु भएन होला। तर मैले मान्ने त मुलुकको नागरिकको हैसियतले कानुन मान्ने हो नि त। मैले कानुन निकाय बुझाएको छु। अब आरोप प्रत्यारोप गर्ने त उहाँहरूलाई। व्यवसाय चाहिँ के गर्नुहुन्छ? मेरो म चाहिँ नि 72 भन्दा अगाडि लगभग तपाईँको 58-60देखि 72-73सम्म चाहिँ नि जमिनको राम्रो व्यवसाय भनेको प्लटिङ व्यवसाय, जग्गा कारोबार हो भनेको। पहिला त्यो गर्नुहुन्थ्यो कि अहिले पनि? होइन, पहिला चाहिँ नि 58देखि लगभग 60-58देखि 72सम्म 73सम्म गरेँ मैले। त्यो तपाईँको व्यवसाय हो। अहिले मेरो चाहिँ नि 2टा, एउटा कलेजमा लगानी छ, एउटा मन्टेश्वरी छ, एउटा स्पार्क हेल्थ होमको चाहिँ धरान ब्रान्च छ। मेरो श्रीमती आफै चाहिँ 3टा संस्थामा जागिरी छिन् होइन। भनेको आय स्रोत राम्रो छ। अब भनौँ न, जीवनयापन गर्न पुग्ने गरी छ। त्यही त। अनि विभिन्न त्यो समयमा सम्पत्तिको स्रोत के हो भनेर प्रश्न आइराख्दाखेरि होइन, हर्कजीले बाहेक अरूले त प्रश्न गरेकै छैन। हर्कजीले प्रश्न गराउनलाई त्यो ठुलो पनि हुँदैन। उहाँ त प्रतिपक्ष हुनुहुन्छ। उहाँले चाहिँ विपक्षले आरोप प्रत्यारोप गर्ने कुरा चुनावमा चाहिँ सामान्य लिनुपर्छ नि। केही नभेटाएपछि त्यहाँ हान्ने हो नि त उहाँले। भ्रष्टाचार गरेको आरोप छ के तपाईँ 2 चोटि वडाध्यक्ष हुँदा? अनि वडाध्यक्ष हुनुभन्दा अगाडि चाहिँ म के थिएँ अरे त, वडाध्यक्ष भइसकेपछि मेरो के प्रगति भयो? मेरो घर वडाध्यक्ष हुनुभन्दा अगाडि थियो, गाडी वडाध्यक्ष हुनुभन्दा अगाडि नै थियो होइन। अनि के चाहिँ प्रगाएर हेरे भइगयो त। वडाध्यक्ष हुँदा एउटा वडाध्यक्षको हैसियत के हुन्छ, कति बजेट हुन्छ, केमा खायो, गरे भइगयो त कारबाही होइन। वडाध्यक्षको 24,500 तलब हुन्छ, त्यसले भ्रष्टाचार बोकी, त्यो पनि म लिन्न भने दोस्रो कार्यक्रम नलिएको मान्छे होइन। अनि वडाध्यक्षको क्षेत्र अधिकार, कार्य अधिकार के हुन्छ? ठेक्का लगाउने अधिकार हुन्छ कि बा मेरो? हुन्छ। सबै नगरपालिकाबाट हुन्छ त, अनि उहीँ हुन्छ त। अनि केमा भ्रष्टाचार भयो? धेरै भइगयो नि त, कारवाही गरे भयो नि त होइन। प्रमाणित गरे भयो नि त। चुनौती छ मेरो उहाँलाई। मैले त 50 चोटि भने चुनौती छ उहाँलाई मेरो होइन। त्यसो होइन, मेरा चाहिँ नि सम्पत्ति त प्रत्येक वर्ष भएर बुझाएको छु नि त साउने पछि मैले। धेरै भइगयो त। जे होस् छानबिन गर्दा हुन्छ। अरे ओपन छ नि। म त भन्दैछु त, मेरो राम्रो, म भर्खर धरान आएको र धरानको हरेक नागरिक चिन्छन्। मेरो चाहिँ परिवार, बाउआमा, हजुरबाउ, हजुरबाउ
तपाईँको चाहिँ नि मेरो घर त हिजै थियो नि त, म भर्खर गएर घर बनाएको त होइन नि, मेरो गाडी त हिजो थियो नि त, गाडी कहाँबाट ल्यायो भने त हिजो थियो नि त, मैले गाडी वडा छेपर किनेको र गाडी सबै कुरा त हिजोदेखि बनाउँछ नि त मेरो, त्यसो कुरा भनेको यो प्रश्न उठ्नु पनि सामान्य हो होइन। अरूले उठायो भने पो त्यसलाई चाहिँ चित्त दुखाउनु अथवा शङ्का गर्नु अथवा चाहिँ नि मन दुखाउनु। अब हर्कजीले उठाएको कुरा त अब मैले सामान्य रूपमा लिनु पऱ्यो नि। चुनावमा प्रतिस्पर्धीले चाहिँ नि केही नभटाएपछि उठाउने गाली गर्ने कुरालाई ठुलो रूपमा लिनु हुँदैन। तपाईँको पढाइ चाहिँ कति हो? मैले चाहिँ नि 12 पास गरेँ। +2? त्यहाँभन्दा उता होइन? होइन, पहिला आइए भन्थ्यो नि। पास चाहिँ पासै हो कि? पासै। किन फेरि यहाँ त अब 12 भन्छन् त्यो पनि फेल हुन्छ क्या कति? होइन, 9 डिग्री पास भनिहाल्थ्यो नि त, भन्नको लागि भन्ने हो र। म जाहिर खाना आएको भयो तपाईँलाई चाहिँ तपाईँको अलिक बढाएर भनौँ सर्टिफिकेट पेस गरौँ भन्नु त्यही। कुन कलेज भन्नुभयो? महेन्द्र क्याम्पस। त्यो बेला चाहिँ चिन्जान थियो कि थिएन हर्क साम्पाङसँग? हर्कजी धरान हुनुहुन्थ्यो, कसरी चिन्जान्थ्यो? उहाँ ओखलढुङ्गा खोटाङ हुनुहुन्थ्यो। खोटाङ हुनुहुन्थ्यो। तपाईँले चाहिँ उहाँ अभियन्ता भएदेखि नै चिनेको जे होस्? हो। तपाईँ वडाध्यक्ष हुनुहुन्थ्यो, उहाँ अभियन्ता हो। उहाँले अभियान चलाउँदा तपाईँ वडाध्यक्ष जनप्रतिनिधि हुँदा कतिको साह्रो गाह्रो अप्ठ्यारो के थियो? त्यस्तो अप्ठ्यारो भन्दा नि उहाँ त्यो पुल बनाउन हुँदैन भनेर आएपछि उहाँसँग मेरो टक्राव भयो। तपाईँ र हर्क साम्पाङको जुन खालको टक्राव भने त्यस पछाडि सामाजिक सञ्जालमा नाम उपनाम होइन ट्रोल जे जति भने त्यसले तपाईँलाई कतिको व्यक्तिगत रूपमा असर गर्यो? मैले भनिनँ, सार्वजनिक जीवन जिउनेहरूले अब अर्काले आलोचना गर्छ, हतोत्साहित गर्छ, गाली गर्छ भन्नेमा चाहिँ नि त्यसको प्रभाव र असरको हामीले आकलन गर्दैनौँ क्या। त्यसले हामीलाई अझ चाहिँ नि बलियो अझ चाहिँ नि प्रष्ट अझ क्रियाशील गराउँछ। तपाईँलाई व्यक्तिगत रूपमा गरेन होला, परिवारलाई? मैले एउटा इन्टरभ्यूमा भनेको थिएँ क्या, मलाई जति जुन शब्द लेखेर गाली गर्नुभएका छ उहाँका समर्थक शुभेच्छुकहरू, उहाँले त्यो चाहिँ आफ्नै श्रीमती छोराछोरीको अगाडि चाहिँ पढ्नु न, सक्नुहुन्छ पढ्न भनेर भनेको थिएँ क्या मैले। एकचोटि पढेर हेर्नु न भनेको छु। त्यही त, जस्तो तपाईँ त राजनीति गर्ने मान्छे त्यो पचिहाल्छ, तपाईँ हामीलाई पचाउन गाह्रो भयो। अनि मेरो परिवार पनि राजनीतिक परिवार, अब त प्रहार गर्दा गर्दा मेरो परिवारले यस्ता कुरा त सुरुमा गाह्रो भयो मेरो परिवारलाई। अहिले त इजी। आमा श्रीमती छोराछोरीले के भन्नुहुन्छ? पहिला चाहिँ नबोल्नु छोडिदिएन भन्नुहुन्थ्यो, झन् कडा बोलेर आउँथेँ म, यसलाई जति पनि टिक्दैन भन्नुहुन्थ्यो। अहिले त इजी भएको छ, उहाँले पनि पचाउनु थाल्नु भन्ने। त्यति बेला चाहिँ समस्या भयो भन्नुहुन्थ्यो? समस्या नबोल्नु भन्नुहुन्थ्यो, त्यहाँभन्दा अरू केही नबोल चाहिँ भन्नुहुन्थ्यो? तर तपाईँ बोल्नुहुन्थ्यो? मलाई साथीभाइले सुध नबोल्नु भन्थे, तँलाई गाली गरिदिएको मिठो लाग्छ भन्थे, माया गर्नेले भन्थे। त्यही त, धरानमा त्यति धेरै वडा होइन, वडाध्यक्षहरू तपाईँहरू त्यति धेरै, तर तपाईँले नै चाहिँ हर्क साम्पाङलाई प्रश्न गर्नुपर्ने, बाधक हुनुपर्ने के थियो? बाधक होइन, त्यो तपाईँको प्रश्न अलिक चाहिँ नि शब्द ठिक भएन। बाधक होइन, प्रश्न गर्ने कुरा, आलोचना गर्ने कुरा, नेतृत्वलाई चाहिँ नि प्रश्न गर्ने कुरा हर्क साम्पाङलाई गरे होइन नि। मैले धरानको नगर प्रमुखलाई गरेँ भने हर्क साम्पाङ अर्को साम्पाङको साथ अर्को कोही प्रमुख भए मैले गर्थेँ नि त। हिजो राईको पालामा पनि मैले कडा गरेको, तर त्यति बेला चाहिँ नि सोसल मिडिया ओपन गरेर चाहिँ नि मिटिङ लाइभ हुँदैन थियो। ताराजीको पालामा कडा गरेको, सबैभन्दा चाहिँ नि दह्रो मैले योभन्दा दह्रो त तिलकजीको पालामा गरेको नि। तिलकजीको पालामा कडा चाहिँ नि तपाईँको प्रतिवाद गरेको नि त, कङ्ग्रेसको मेरो हुनुहुन्थ्यो। यो भएको भए त अहिले त भगवन्टर हुने गरी हुन्थ्यो रहेछ नि त। तर मेरो चाहिँ के भने सत्तालाई आलोचना गर्ने कुरा, सत्तालाई चाहिँ तपाईँको विधि पद्धतिमा हिँड्नुपर्छ भन्ने कुरा होइन। सपोर्ट पनि गरिरहेको छु मैले हर्क साम्पाङलाई, राम्रो काममा सपोर्ट गरिरहेको छु होइन। नचाहिने काममा चाहिँ नि तपाईँले कहिले काहीँ हेर्नु यसो सपोर्ट गरेर देखिन्छ नि त, सपोर्ट पनि गरिरहेको छु। मेरो चाहिँ के भन्दाखेरि खराब काममा गएर आलोचना गर्ने, विधिमा जानुपर्छ पद्धतिमा जानुपर्छ भन्ने कुरा न मेरो। उहाँ चाहिँ जितेर आए जस्तो अनि हामीलाई चाहिँ मनोज गरेर ल्याएको कुरा गर्नुहुन्छ, त्यही त आपत्ति हाम्रो। त्यही कुरा, त्यो कुरामा चाहिँ आपत्ति जहिले आपत्ति छ रहन्छ। अहिले मान्ने भएर आउनु उहाँ सबै भोटै पाएर आएको हो नि त, अनि म चाहिँ भोट पाएर आएको त चाहिँ लिएर आएको भने जस्तो कुरा गऱ्यो भने त्यहाँ पनि त कुरा सुरु भइहाल्छ त। त्यही हो, सबैको अस्तित्वलाई स्वीकार्नुपर्छ। हर्क साम्पाङ चाहिँ कस्तो जनप्रतिनिधि? एउटा असल पक्षको कुरा गरौँ है, एउटा निरन्तरता भएको मान्छे, अत्यन्तै लागिरहेको निरन्तरता भएको मान्छे,
भन्छु असल पक्ष। खराब पक्ष कुरा गर्दाखेरि अपारदर्शी, एकल निर्णय गर्ने, अरूको अस्तित्व स्वीकार्न नसक्ने मान्छे भन्छु। त्यो चाहिँ तपाईँले उहाँलाई नजिकबाट निहाल्नु भएको? यो सत्य कुरो दुर्ग। उहाँका पछि पार्टीमा पनि अहिले हेरौँ न, उहाँले फेसबुकमा लेखेपछि निर्णय भइहाल्छ, उहाँले चाहिँ फेसबुकमा ठोकिदिएपछि कारण भइहाल्छ। पार्टी भनेको त विधि हुन्छ, विधान हुन्छ, पद्धति हुन्छ, केन्द्रीय कमिटी हुन्छ, होइन, हेडक्वार्टर हुन्छ, पोलिट ब्युरो हुन्छ नि त। सबैको राय हुन्छ, सल्लाह हुन्छ, बहुमत हुन्छ, अल्पमत हुन्छ, त्यस्तो हुन्छ नि त। तर पनि फेरि जनताले त उहाँलाई होइन अत्याधिक मतले विश्वास गर्नु भने होइन? अनि त्यो त भयो त, उहाँले चुनाव जित्नुभयो, त्यसमा त अप्ठ्यारो छैन त, होइन। चुनाव जित्नुभयो त उहाँलाई शुभकामना दिएर आएको त म त। तर पनि जनताले उहाँलाई निर्वाचित गर्नुभयो भन्नेमा उहाँको यो बानी सुध्रे भने त होइन नि त। जनताले पनि भन्छन् यसको चाहिँ मुख ठिक छैन भने तपाईँ सुन्नुभएको छ, उसको निर्णय गर्ने कार्यशैली ठिक छैन, पारदर्शी ठिक छैन भन्ने छ त। मैले निरन्तरता छ उहाँसँग। त्यसलाई चाहिँ नि यो तिनवटा कुरो थप्नुभयो भने उहाँ राम्रो लिडर हुनुहुन्छ। सामूहिकतामा निर्णय गर्ने कुरा, होइन, तपाईँको सबैको अस्तित्वलाई स्वीकार्ने कुरा, पारदर्शी ढङ्गले जाने कुरा थप्नुभयो भने उहाँ सम्मान भएको लिडर पनि हो। फेरि उहाँले धेरैजनालाई उहाँको पार्टी श्रम संस्कृतिमा आह्वान गर्नुभयो क्या, बोलाउनु भयो, स्वागत गर्नुभयो। अहिलेसम्म कोही आयो त बोलाएर? आइज कि आइज भन्नु चाहिँ आउँदैन। तपाईँलाई बोलाउनु भएन? उहाँलाई थाहा छ आउँदैन भने त्यो बोलाउनु। बोलाउनु भयो भने राजनीतिमा असम्भव केही पनि छैन, तर जान जान्न। जानुहुन्न? हजुर। उहाँले अब हिजो जे भयो आउनुहोस् मिलेर काम गरौँ भन्नुभयो भने उहाँमा यही अवस्थामा उहाँसँग सहकार्य रहन सक्दैन। भोलि उहाँले केही कुरा सुधार गर्नुभयो भने? मैले भने राजनीतिमा चाहिँ नि असम्भव केही छैन। मैले भनेका कुराहरू उहाँमा सुधार भयो भने त चाहिँ नि तपाईँको छलफलको विषय हुनसक्छ, होइन। उहाँ र मेरो व्यक्तिगत के छ र? उहाँ पनि देशमा केही गरौँ भनेर आउनुभयो, म पनि केही गरौँ भन्ने जोस ठिक छ। कार्यशैलीगत समस्या, दृष्टिकोणगत समस्या नहुन्। जस्तो यो जुन परिणाम आयो नि, यो कल्पना गर्नुभएको थियो निर्वाचनको? हर्कजीलेसँग प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ क्लियर थियो। आफ्नो बारेमा चाहिँ यति तल मताउला भन्ने थिएन। हर्कजीसँगै प्रतिस्पर्धा हुन्छ भन्ने कुरामा त म क्लियर थिएँ। उहाँले चुनाव भनेको जित्नुहुन्छ भन्ने चाहिँ क्लियर हुनु होइन, उहाँ बिचमा कडा प्रतिस्पर्धा हुन्छ भन्ने लाग्थ्यो मलाई। उहाँ र म बिचमै प्रतिस्पर्धा हुन्छ भने बजारको आकलन पनि थियो, मेरो पनि त्यही थियो। तर तपाईँ तेस्रो हुनुभयो। ठिक छ, केही छैन, परिणामलाई स्वीकार्ने कुरा हो। तपाईँले त्यो भिडौँ कसले हार्छ त्यसले धरान छोड्ने भन्ने पनि भिडियो कहीँ कतै बोल्नुभएको थियो? धेरै अगाडि आएको थियो होला। धरानै छोड्छु भन्नुभएको थियो कि क्या? होइन, के छ त्यहाँ धेरै अगाडि बोलेको, चुनावमा अलिअलि बोलिन्छ नि हो। उहाँले प्रधानमन्त्री भएन भने चाहिँ पासपोर्ट यात्रा नागरिक च्याटर कुनैको छोड्छु भन्नुभएको थियो। प्रधानमन्त्री हुनुभयो त। चुनावमा हुन्छ कि अलिअलि चाहिँ ऊर्जाशील कुरा हुन्छ, चाहिँ भिडौँ भन्ने हुन्छ। अगाडि नै म हार्छु चाहिँ ल सकियो भन्यो भने कार्यकर्ता हिँड्छ। चुनावमा अलिअलि भइहाल्छ नि। म प्रधानमन्त्री हो भन्नु उहाँले, होइन। प्रधानमन्त्री हुनु हामीलाई अगाडि थाहा थियो कि प्रधानमन्त्री हुन्न थाहा थियो नि त, होइन। मैले भनेको थिएँ नि त उहाँ भित्ताको प्रधानमन्त्री भनेर। पुगेन तपाईँहरू प्रधानमन्त्री भन्नुहुन्थ्यो, होइन म प्रधानमन्त्री होइन भने। मैले भने पुगेन, सबैभन्दा कम सिट ल्याउनेलाई प्रधानमन्त्री बनाउने भनेर संविधान संशोधन गर्ने उहाँ हुनुहुन्छ भनेको थियो। अलिक गऱ्यो भने उहाँ हुनुहुन्छ, फेरि पुग्यो त्यो। धरानको लागि चाहिँ नि जस्तै उहाँले धेरै गरेको छु भन्नुहुन्छ, होइन। तपाईँ धरान घुम्नु भएको छ, देख्नु भएको छ, के गर्नु भएको छ? पानी त खुवाएको है। अनि हामी हर्कजी मेरो हुनुभन्दा अगाडि चाहिँ कोक बियर मात्रै खाएर बसेको थियौँ हो। तपाईँहरूको यही कुरालाई म अचम्म लाग्छ कि म अघि एक ठाउँमा गएँ चाहिँ नि एउटा चाहिँ नि इन्टरभ्यूमा, मैले भने क्या 79 सालभन्दा अगाडि धरानीहरू चाहिँ कोक बियर खान्थे, कोक बियरले नुहाउँथे। हर्कजी आएपछि पानी खान थाले, पानी नुहाउनु थाले, पानी लुगा धुन थाले भन्ने जुन भाष्य निर्माण गरिएको छ, यो आफैमा धरानप्रति चाहिँ अन्याय गरिएको छ। तुलनात्मक हिसाबले पहिले भन्दा अहिले के चाहिँ भन्नुहोस् भने पहिला पनि हामी पानी खाइरहेको थियौँ, पानीले नुहाइरहेको थियौँ, पानीले लुगा धोइरहेको थियौँ क्या। उहाँले पानी ल्याउनु भयो, मैले प्राविधिक विषय भने 3.5 लाखदेखि 5 लाख लिटर पानी ल्याउनु भयो। त्यो पनि राम्रै कुरा हो, जति थोरै ल्याउनु भयो नि। तर चाहिँ नि यसरी भाष्य निर्माण गरियो कि पानीको समस्या अब दीर्घकालीन हल भयो। पहिला चाहिँ कोक बियरले लुगा धोइरहेको थिए, पानी खाइरहेको थिए, नुहाइरहेको थिए। हर्क साम्पाङजी आएपछि पानी खान धरानेले अब चाहिँ पुरै हल भयो भनेर जुन चाहिँ नि
क्याम्पेनिङ चाहिँ नि सोसल मिडिया मूल स्ट्रिमका मिडियाले गर्नु पनि यो आफैमा चाहिँ नि तपाईँको पित पत्रकारिता हो होइन त्यहाँका केही जनताले पनि होइन नि त्यहाँ हर्क जनताले साम्पाङ आइसके सोसल पछाडि मिडियाले त त्यहाँका जनताले के भन्नु होला पानीमा सुधार भयो अलिअलि आउँदैछ भन्यो होला नि होइन अनि तपाईँको त्यहाँ केही चाहिँ पत्रकार साथीहरूलाई पनि मैले भने अस्ति एउटा चाहिँ नि यसो चाहिँ नि बल बाल्यो चाहिँ नि डाइनामा लगाएर भने अब हाइड्रो आयो धराना भनिदिने अब विद्युत प्राधिकरण चाहिने जस्तो कुरा गरिदिने यो चाहिँ राम्रो होइन सत्य तथ्य चाहिँ सूचना जनता कहाँ पुग्नुपर्छ उहाँले गरेको कुरालाई गरेको भन्नुपर्छ फेरि उहाँले 3.5 लाखदेखि 5 लिटर पानी ल्याएको हो एउटा पार्क बनाएको जम्मा 2टा काम गर्नुभयो उहाँले है तर एउटा अन्तर्राष्ट्रिय भाषा के सम्मेलन त्यो त अनि कालो सिसा बनाएको छ त्यहाँभित्र गयो भने तपाईँ 5 मिनट बस्नु भने जैनपाल हुन्छ अनि चर्चा त फेरि व्यापक छ अब के गर्नु त भयो तपाईँ त धरान घुम्नै भएको छ त एउटा कालो सिसाको चाहिँ नि कहीँबाट आउन छिर्ने चाहिँ नि उयो छ बहुभाषिक पाठशाला भन्नुहुन्छ बहुभाषिक विद्यालय भन्नुहुन्छ त्यो चाहिँ नि तपाईँको कति मिटरको छ यसो हेर्नु होइन त्यहाँभित्र 5 मिनट बसेर देखाउनु अनि ल जानु न हेर्नु मेरो कुरा नसुन्नु क्या तपाईँहरू तथ्यमा जानु मैले भने सबैलाई के भन्छ मेरो कुरा नसुन्नु स्थलगत जानु हेर्नु भनेको जुन हिसाबले चर्चा भएको छ त्यो वास्तविकता होइन सबै चर्चै चर्चा अहिले त चर्चाकै समय छ त जे बिग्छ त्यही बेचिरहेको छ कतिन्चोटि बिग्छ समयले देख्ने कुरा हो त्यही त फेरि मतले पनि देखाउँछ होइन अहिले त मत त के आएको छ नि चुनाव जित्ने सबै सक्सेस भन्नुभएको छ तपाईँ अनि के भन्ने त हार्ने सबै चाहिँ नि फटा जित्ने सबै असल भन्ने हुन्छ र जनताले नाम नसुने मान्छे पनि जितेको छ तपाईँको कसलाई भनेर भोट हालेको को चाहिँ जितो भनेर मान्छे छक्क परेको छ यो त सुनामी हो नि सुनामीमा चाहिँ नि दलसिंह ढुङ्गा पनि बगाउँछ शालिग्राम पनि बगाउँछ के बगाउँछ नि मन्दिर चाहिँ बगायो भनेर दुःख मार हुन्छ र त्यही त झापा मोरङ सुनसरी रासपले क्लिनसिप गर्दै गर्दा पनि हर्क साम्पाङले सुनसरी 1मा बाजी मार्नु भनेको उहाँले केही गर्नु होइन भन्ने पनि त होला त्यो मैले भन्नु हर्कजी एउटा शक्ति हो त्यो कुरामा काहीँ सन्देह राख्नु पर्दैन तर चाहिँ नि मेन स्ट्रिमको मिडिया र चाहिँ तपाईँको सोसल मिडिया युट्युबले भने जस्तो धरानमा कायापलट भएको होइन कि गरेकोलाई गरेको भन्नुपर्छ नगरेकोलाई चाहिँ गरेको भन्नु हुँदैन कि मेरो कुरा यति मात्रै हो नि त बेसार फ्याक्ट्री साबुन फ्याक्ट्री अन्त बेसार फ्याक्ट्री साबुन फ्याक्ट्री कहाँ छ साबुन फ्याक्ट्री कहाँ छ खै सुरु भएको छ बेसार त बिक्री वितरण नै भयो अनि बेसार चाहिँ कसको हो त्यो बेसार नगरपालिकाको पैसा हालेर उहाँका कार्यकर्ताले बेचिरहेको छ त के भन्यो यसलाई त्यही भनेको कि विधि खोइ भने के पद्धति खोइ भने के त्यो त फेरि नगरपालिकाकै सम्पत्ति होला नि त उहाँलाई सोध्नु न खोइ त अनि उहाँको अफिसमै उहाँको पार्टी कार्यालय बिक्री हुन्छ त्यो अहिले पनि उहाँ चाहिँ मेरै भन्नुहुन्छ त्यो पार्क मेरै हो मेरो राष्ट्रिय गान मेरो गीत बज्नुपर्छ भन्नुहुन्छ त्यो चाहिँ फ्याक्ट्री मेरै भन्नुहुन्छ मैले ल्याएको पानी मेरो पाइप छोडेर म बाँडिदिन्छु भन्नुहुन्छ बाँडे भइगयो अब केपी ओलीले धरेर मेरो भने जस्तो भइगयो त्यो त मान्छे पदबाट हटेपछि उसले गरेको काम त हस्तान्तरण गर्ने मबाट चाहिँ हुँदा बनाएको बाटो मेरो हुन्छ त्यो पुल मेरो हुन्छ भने के त्यो त सक्यो त मैले गरेको काम भन्न पाएँ होला मैले मेरो कार्यकालमा भएको काम भन्न पाएँ होला मैले यस्तो कुरा हो फरक यहीँ भनेको उहाँ चाहिँ अपनत्व लिइराख्नुहुन्छ अपनत्व होइन नि मेरो अहिले मैले चलाउनुपर्छ भन्नुहुन्छ कि त्यस्तो हुन्छ अब बालेनजी प्रधानमन्त्री भएपछि त अब बालेनजीले चलाउने होला नि त केपी ओली होइन धर्रा मेरो होइन सुरुङ मार्ग मैले बनाएको त्यो चाहिँ बेत भन्न थाल्नु भने के हुन्छ होला त त्यो खालको त्यो बेसार फ्याक्ट्री चाहिँ भनेपछि नगरपालिकाको सम्पत्तिबाट उहाँले भने त नगरपालिकाको पैसा हालेको छ त अनि नगरपालिकाले बजेट लगाएर बनाएको छ त नि के हुन्छ नि तपाईँ पनि त्यहाँ हुनुहुन्थ्यो कति बजेट लगाएको छ अहिले हेर्न पर्छ त्यो बेरोजुमा छ त्यहाँदेखि पैसा चाहिँ ठ्याक्कै अब मैले नभएको कुरा थाहा नपाएको कुरा त ठ्याक्कै मेरो दिमागमा ठ्याक्कै छैन तर चाहिँ हेर्न सकिन्छ त्यो बेरोजु पनि छ अस्तिको यसमा जस्तो धरानका विभिन्न आयोजनाहरू सफल बनाउनलाई नि विदेशबाट जुन हिसाबले नेपालीहरूले सहयोग गरिरहेको छन् नि त्यो त हर्क साम्पाङलाई देखेर नै होला होइन हर्क साम्पाङलाई होइन हर्क साम्पाङलाई सहयोग गर्थ्यो भने त हिजै गर्थ्यो नि त उहाँहरूले नगर प्रमुखलाई गरे हो कि तपाईँले कुरा बुझ्नु भएन जस्तै अहिले दिएको पैसा चाहिँ फेरि हर्क साम्पाङजीलाई हो श्रम संस्कृतिलाई हो त्यो ट्विन बनाउने के बनाउने दिए भयो पार्टी चलाउने दिए भयो त्यसको हिसाब गर्न त्यसको हिसाब पनि देखाउनु पर्दैन खोज्नु पर्दैन क्या हामीले खोज्नुपर्छ त पर्दैन नि त तर नगर प्रमुखका हैसियतले प्राप्त गरेको कुराको त हिसाब खोज्नु पर्छ
र मैले देखाउनु पर्छ क्या कुरा चाहिँ तपाईँहरूले खोज्नु भयो होइन खोज्दा चाहिँ पटक पटक भनिरहेको छौँ त त्यही भएर त म अपारदर्शी हो भने त त्यही भएर त उहाँ माथि पारदर्शिताको प्रश्न उठिरहेको छ त कुरा त्यहाँ हुने तुइन बनाउने विषय चाहिँ फेरि राम्रो छ होइन म त्यहाँ जान्न हौ त्यो चर्चाको विषय हो त्यो त अन्तर्राष्ट्रिय सम्बन्धको कुरा हो राज्य छ नि त राज्यसँग चाहिँ समन्वय गर्नु पर्ला त्यहाँ जिल्ला समन्वय जिल्ला चाहिँ सुरक्षा समिति छ त्यो त एउटा व्यक्तिको चाहिँ कुराले भोलि चाहिँ दुई राष्ट्र बिचमा चाहिँ उयो भयो भने युद्ध भयो भने त्यसको जिम्मा कसले लिन्छ यो त अन्तर्राष्ट्रिय सम्बन्धको कुरा हो नि यो चाहिँ नि अभियन्ताको लहटमा चाहिँ नि पार्टी चाहिँ नि लाई पपुलिस्ट बनाउन आफू पपुलर हुनलाई गरिने निर्णय होइन क्या यो त अन्तर्राष्ट्रिय सम्बन्धको विषय हो यस्ता कुराहरूमा गम्भीरतापूर्वक चाहिँ ध्यान दिनुपर्छ त्यो चाहिँ एकातिर चाहिँ भारतको सिमाना पर्छ पर्छ भन्ने छ। राज्यले राज्यसँग समन्वय गर्नुपर्छ उहाँ त राज्यको नागरिक हो नि त उहाँ राज्यको नागरिक हो क्या नि त होइन उहाँ गएर एकैचोटि खनिहाल्ने पनि होइन होला उहाँको टिम पठाएर चाहिँ सर्वे गर्ने भन्ने चाहिँ हेरिरहेको छु कि मैले भन्न खोजेको म यसो गर्न चाहन्छु त्यहाँ राज्यले समन्वय गरिदिनु पऱ्यो होइन अन्तर्राष्ट्रिय हिसाबले चाहिँ पहल कदम लिइदिनु पऱ्यो म चाहिँ नि बनाउँछु भनेर भन्न सकिन्छ नि त भोलि उहाँ राज्यको प्रधानमन्त्री हुनुभयो र अरू कसैले चाहिँ जे मन परि गर्यो भने उहाँले चाहिँ नि तिम्रो राज्यको ग्रिप जानुपर्छ भन्नुपर्छ हुन्छ हुन्न त्यस्तै आज पनि उहाँले राज्यको ग्रिप गरेर रहनुपर्छ त्यो उहाँले बनाउन सक्नुहुन्न के लाग्छ म अहिले टिप्पणी गर्दिनँ अब के हुन्छ भोलि तर गर्न खोजेको काम राम्रो हो तर फेरि विधि यहाँ भएन क्या मेरो अहिलेसम्म विधिको कुरा हो नि त विधिमा पद्धति यहाँ भयो त एउटा व्यक्तिको कारणले भोलि चाहिँ नि अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रेर युद्धसम्मको स्थितिमा पुग्नु के हुन्छ हालत उहाँले पठाएका मान्छे माथि चाहिँ नि भोलि चाहिँ नि तपाईँ गोली चल्ने अवस्था भने के हो त्यसको प्रभाव कहाँ पर्छ भन्नुहोस् त राष्ट्रिय राजनीतिमा अन्तर्राष्ट्रिय सम्बन्ध सकिन्छ सकिँदैन धेरै कुरा सोच्न पर्छ भने क्या मैले धरानमै चाहिँ थुप्रै ठाउँ झोलुङ्गे पुल छैन यहाँ बाँसको पुल छ त्यतै बनाए भइहाल्छ नि त जनताले भोट पनि दिएका थिए जे होस् तपाईँ उहाँलाई सकारात्मक सुझावहरू चाहिँ अझै पनि दिनुहुन्छ मेरो कामै त मलाई सुझाव दिने हो उहाँ मेरो चाहिँ माननीय म उहाँको जनता हो उहाँको प्रतिस्पर्धी हो दिनु पऱ्यो नि त लिए नलिने उहाँको कुरा हो यो तपाईँको विषयमा नि तपाईँलाई फरक दलबाट पनि त्यहाँ हर्क साम्पाङसँग चुनाव लडाउन खोजिएको थियो भन्ने अब यस अगाडि मैले होइन तपाईँको उपमेयर अहिले कार्यवाहक मेयरको विषयमा पनि मैले उहाँसँग कुरा गरेको थिएँ तपाईँसँग पनि त्यो खालको प्रस्ताव आएको थियो भन्ने होइन प्रस्ताव त चुनावको बेलामा आउँछ त्यसलाई सामान्य रूपमा लिनुपर्छ होइन यथार्थ के थियो भनिदिनुहोस् त होइन अब केही पार्टीहरूले चाहिँ नि चुनाव हाम्रोबाट लडे हुन्थ्यो भन्ने चाहिँ प्रस्तावहरू केही ठाउँबाट आएका थिए राजसभाबाटै हो भन्ने पनि सुनेको थिएँ त्यस्तै हो राजसभाबाटै हो स्पष्ट भनिदिनुहोस् न राजसभाले नै राजसभाको एउटा लेभलबाट छलफल भएकै थियो तपाईँलाई छलफल भएको थियो हर्क साम्पाङसँग हर्क साम्पाङसँग होइन हाम्रो अब चाहिँ त्यो क्षेत्र त हर्क साम्पाङ लड्ने भएपछि हर्क साम्पाङ तिमीबाट लड्नुहुन्छ भने कन्फर्म थिएन उहाँ खोटाङ उदयपुर पनि हेरिरहनु भएको थियो होइन त्यस धरानबाट चाहिँ तपाईँ सिन्सर चेतनाबाट लड्दा हुन्छ चाहिँ नि तपाईँहरू जतिको मान्छे भन्ने प्रस्ताव आएकै थियो अनि मैले अब त्यो पार्टीमा लामो समय योगदान गरेको कार्यकर्ताको चाहिँ नि चाहना भावना आफूले दुःख गरेको पार्टी होइन लाई छोडेर चटक्कै एउटा इथिक्सको राजनीति हुन्छ नि त्यो हिसाबले जान सकिएन सकिँदैन होला सायद प्रस्ताव चाहिँ आएको थियो आएको थियो राजसभाबाट आएको प्रस्ताव स्वीकार गरेको भए परिणाम यो नहुन पनि सक्थ्यो होला होइन त्यो कहिले काहीँ घोत्ली लाग्छ त्यस्तो पनि लाग्छ अब परिणाममा फेरबदल हुन सक्छ जस्तो लाग्छ भोलि अब होइन यो फेरि बाहिर आउने कुरा हो त्यो प्रस्ताव गर्ने व्यक्ति पनि को हो भन्ने पनि अहिले खुलाउन चाहिँ नमिल्ला होइन होइन अब यो पास्ट विषय होइन राजनीतिमा कति कुरा चाहिँ आन्तरिक छलफल भएका हुन्छन् कति कुरा के हुन्छन् अब धेरै चाहिँ नि टिका टिप्पणी के गरिराख्नु चुनाव सकिसक्यो होइन म आफ्नो पार्टीबाट उम्मेदवार भइसकेँ होइन चुनावको परिणाम आइसक्यो यसको बारेमा जे होस् पार्टी राजसभा हो भन्ने चाहिँ त्यसमा कुनै शङ्का छैन बलेकै राजसभा थियो त अब तपाईँले माओवादी छोड्न सक्नु भएन नेपाली कम्युनिस्ट पार्टी जे होस् माओवादी नेपाली कम्युनिस्ट पार्टी हो तपाईँ चाहिँ कहिलेदेखिको माओवादी हो अहिले नेपाली कम्युनिस्ट पार्टी भने नि माओवादी नै म चाहिँ नि 62-63बाट म पहिला माले हुँदै त्यहाँ आइपुगेँ
62-63 भनेपछि त शान्ति प्रक्रिया पछाडि हो। युद्ध सिद्ध त काहीँ होइन म एमाले माले हुँदै आइपुगेँ। अहिले पार्टीको के जिम्मेवारी? म प्रदेश कमिटीमा छु। प्रदेश कमिटी। अब चाहिँ के हुन्छ तपाईँको जिन्दगी कसरी अगाडि बढ्छ? अब जनताको बिचमा म क्रियाशील भएर लाग्छु। मैले भनेको छु नि, मेरो सम्बन्ध मलाम जन्तीको, मेरो सम्बन्ध जनतासँग सुख दुःखको, मेरो सम्बन्ध जनतासँग चाहिँ नै उम्मेदवार र मतदाताको होइन क्या। मेरो चाहिँ सम्बन्ध दुःख सुखको, मलाम जन्तीको। म हार्दा पनि ती हुन्छु, जित्दा पनि ती हुन्छु भनेर हिजो भनेकै छु। म जनताको बिचमा क्रियाशील हुन्छु। जनताका दैनिक जनजीविका प्रश्नसँग म जोडिन्छु, जनताको बिचमा हुन्छु। भनेको जनताकै काममा आफूलाई अझ क्रियाशील, मेरो कहाँ पुगेन भनेर समीक्षा गरेर जनताको बिचमा आफूलाई जाने स्थापित गर्ने कुरामा निरन्तर लागिरहन्छ। केही छन् योजनाहरू यो गर्छु भन्ने? छ। मैले चुनावमा 2टा जति घर बनाउँछु विपन्न परिवारको भनेर भनेको थिएँ। एउटा बडा क्षेत्रमा, एउटा चाहिँ धरान सत्रमै। अब केही दिन पछाडि, केही समय पछाडि 2टा घर बनाउन सुरु गर्छु जनताको बिचमा, एकदम विपन्न र एकल परिवारको। व्यक्तिगत लगानी कि होइन? अब व्यक्तिगत त कहाँबाट गर्न सकिन्छ होइन, व्यक्तिगत पनि केही, अनि सहयोगी साथीहरूलाई आह्वान गर्ने र उहाँहरूकै नाममा खाता खोलिदिने, यो खातामा पैसा चाहिँ लगाइदिनु भन्ने, खर्च पारदर्शी ढङ्गले चाहिँ व्यवस्थापन गर्ने, आफू पनि खटेर बनाइदिने गरी गर्छु, आफ्नो पनि भौतिक उपस्थिति रहने गरी गर्छु। जस्तो प्लानिङमा तपाईँ हुनुहुन्छ भनेको जनतासँगै जोडिएर जनताका दैनिक जनजीविका प्रश्नमा काम गर्ने। राजनीतिभन्दा पर त्यस्तो केही? हामी राजनीतिभन्दा पर रहनै सक्दैनौँ। जनताकै बिचमा चुनाव जित्नु र हार्नु, उठ्नु नउठ्नु मात्र राजनीति होइन। जनताको बिचमा बाँकी जीवन जनताकै बिचमै रहन्छ, क्रियाशील हुन्छ। तपाईँ जुन पार्टीबाट उठ्नु भने त्यहाँका जो क्रियाशील थिए अथवा शुभचिन्तक सबैले भोट हाले जस्तो लाग्छ यसपालि? मलाई त क्लियर लाग्छ। हाम्रो पार्टीको जुन आकार हो, सुनसरी क्षेत्र नम्बर 1मा भएका पार्टी सङ्गठनमध्ये सबैभन्दा कुनै पार्टी फुल फेजमा चलेको थियो भने त हाम्रै पार्टी। त्यसमा त म निर्ढुक्क छु। तपाईँको अध्यक्षले घन्टीलाई भोट हाल्नेलाई कारवाही गर्ने भन्नुभयो? अरू क्षेत्रमा होला, मेरो क्षेत्रमा त्यस्तो काहीँ छैन। समीक्षा सकेर आएको, सबैलाई धन्यवाद दिएर आएको, एकदम उत्साहपूर्ण ढङ्गबाट लागेको थियो। कसैले जालझेल गरे? छैन, काहीँ केस छैन। हाम्रो पार्टीभित्र त्यस्तो काहीँ छैन। सुनसरी क्षेत्र नम्बर 1मा मन दुखाउँछन् भनेर त होइन? होइन, म त प्रष्ट वक्ता हुन् त। फेरि म त ओपन बोल्ने मान्छे हो नि त। त्यस्तो यो यसपालिको नि रासपको जुन लहर थियो नि, यसलाई चाहिँ कसरी लिनुभएको छ? यसलाई बाडेन्द्र लहरको रूपमा ल्याउँछ। हो, त्योभन्दा अरू केही होइन? जनताको परिवर्तनप्रतिको आकाङ्क्षा, स्थायी सरकार चाहिँ नि हेर्ने आकाङ्क्षा होइन, र चाहिँ नि बालनप्रतिको चाहिँ नि आशा अपेक्षा देख्छु म जनताको। त्यही भएर मैले उहाँहरूलाई भने, तपाईँहरूलाई जितेँ भनेर खुसी नहुनु, जनताको ठुलो जिम्मेवारी म कहाँ आयो भनेर बोध गर्नु। यदि तपाईँहरूले काहीँ मिस्टेक गर्नुभयो, जनताको आशा अपेक्षामा इमान्दारपुर लाग्नु भएन भने यी पुराना भन्नेहरूको भन्दा तपाईँहरूको अभिगत अप्ठ्यारो परिस्थिति हुन्छ। त्यसो भएर हाम्रो पनि तपाईँहरूलाई सघाउने काम हुन्छ, जनताको आशा अपेक्षामा लाग्नुपर्छ भन्ने। जस्तो तपाईँहरू जस्तो पुरानो दलहरू होइन, काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीहरूले चाहिँ नि अब के सच्चिने कि अब सकिनु त सकेकै भनौँ होइन? होइन, मैले भनेको दल चाहिँ नि हाम्रो पुरानो, हामी त मान्छे नयाँ हो नि त। तर यहाँ पत्र पनि हेर्नु न, रासपामा चाहिँ नि काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीबाट गएको धेरै मान्छे छन् नि त। मैले अघि एउटा इन्टरभ्यू भने कि केपी ओली पनि घन्टी चुनाव लिएर उठेर जित्थे कि, त्यस्तो कन्डिसन भयो। त्यसलाई पनि याद गर्नुपर्छ फेरि होइन। केपी ओलीले घन्टी चुनाव ल्यायो, जित्ने ल शेरबहादुर पनि जित्थ्यो होला, हार्दै पनि जित्ने अवस्था थियो। हेर्नुहोस्, अमरेश कुमार सिंहले केपी ओली चाहिँ तपाईँको चाहिँ गगन थापा हराएपछि यस्तो हुन्छ हालत होइन। कङ्ग्रेस पनि उही, स्वतन्त्र पनि उही, राष्ट्रपति पनि उही हुन्छ। यो चाहिँ भएन भन्ने हो। त्यस्तो जनताले फ्रस्ट्रेसन पोखे यसपालि पोखे, तर चाहिँ त्यो नयाँको नाममा पुरानाले पनि आफूलाई चाहिँ धुई पखाली गरेर नयाँ बनाए कि। वास्तवमा नयाँ त हामी हो नि त। भनेको म नयाँ हो नि त। म फर्स्ट इलेक्सन लडेको मान्छे नि त्यसपालि सङ्घीय सांसदको। अमरेश कुमार सिंह नयाँ कि मनोज भट्टराई नयाँ त? मनोज भट्टराई नयाँ हो नि त। संसदको लागि त तपाईँ हो। रबर अन्सारी नयाँ कि मनोज भट्टराई नयाँ त? मनोज भट्टराई नयाँ हो नि त। तर चाहिँ नि हिजो चाहिँ नि कङ्ग्रेस, एमाले, माओवादीमा अवसर लिँदा अगाएकाहरू आज फेरि रासो भयो नि त।
त्यसलाई चाहिँ राजसभाको नेतृत्वले त्यो अवसरवादलाई हेर्नुपर्छ, फिल्टर गर्नुपर्छ, मेरो सुझाव छ। जस्तो बालेन शाह अब होइन 13 गते शपथ ग्रहण छ, जनताले निकै ठुलो आशा अपेक्षा उहाँप्रति भरोसा राखेको छ कि तपाईँलाई चाहिँ के लागेको छ अब यो देशले काँचुली फेर्ला? मुलुकको नागरिकको हैसियतले यो मुलुकको नागरिक नै भन्छु म त। आम जनताको आशा सँगसँगै मेरो पनि आशा छ नि उहाँप्रति। मलाई चाहिँ के लाग्छ भने एउटा युवा हो, केही गर्नुहुन्छ होला, गर्नुपर्छ, हामीले सघाउनुपर्छ। अहिले सरकार बन्नुभन्दा अगाडि उहाँले काम गर्नुभन्दा अगाडि आलोचना गर्नु हुँदैन, वेट एन्ड सी, हेर्नुपर्छ, उहाँलाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा छु म चाहिँ। मेरो त सकारात्मक कुरा छ, सहयोग गर्नुपर्छ र आशावादी पनि छु उहाँले केही गर्नुहुन्छ भन्ने कुरा। तपाईँको पार्टीको चाहिँ त्यहाँ कस्तो रहला भूमिका? मैले हाम्रो अध्यक्षको भूमिका पनि सहयोगी रहन्छ भन्ने बुझेको छु। हिजो पनि बालनप्रति उहाँ त सकारात्मक हुनुहुन्थ्यो नि। त्यसो भएर हाम्रो पार्टीको भूमिका यो सरकारलाई सहयोगी र सकारात्मक रहन्छ भन्ने लाग्छ मलाई। अब तपाईँको निकटम प्रतिस्पर्धी मित्र जे भने पनि होइन हर्क साम्पाङ र उहाँको पार्टीको चाहिँ कस्तो रहला, तपाईँले के सोच्नु भएको छ? उहाँको अलिअलि प्रतिपक्षकै रहला, तर पनि उहाँलाई सुझाव छ अब यो चुनावमा जे भए पनि सबै मिलेर यो मुलुक बनाउने अभियानमा लाग्नुपर्छ। हारेकाले पनि जितेकालाई सघाउनुपर्छ, जितेकाले पनि बहुमत ल्याएकालाई सघाउनुपर्छ र जनताको आशा अपेक्षामा हामी इमान्दारपूर्वक लाग्नुपर्छ। त्यो चाहिँ सुझाव भयो। तपाईँले जसरी चिन्नुभएको छ नि हर्क साम्पाङलाई, होइन मैले सुझाव दिएको, अब त्यसलाई मान्ने नमान्ने, आफ्नो चाहिँ निर्णयधिप्पी गर्ने, एकल काटे गर्ने कुरा त उहाँको छँदैछ त। त्यही त यसो कल्पना गर्दा चाहिँ कस्तो रहला? कल्पना गर्दा एउटा गिटार किनिदिनु पर्ला जस्तो छ। गिटार किनिदिने, उहाँले चाहिँ सम्झना बजाउने, सभामुखलाई गाली गर्ने होला जस्तो छ। नगरपालिकामा हुँदा गुइठे सभामुखलाई चाहिँ नि मेरो पालो सक्यो, सभामुखको पालो होला जस्तो नाम राख्ने, नाम लिँदै त्यस्तो सोच्नु भयो? त्यस्तो लाग्छ मलाई, त्यस्तै गर्नुहुन्छ जस्तो लाग्छ मलाई हेर्दाखेरि। भनेको नयाँ गीतहरू आउँछ अब सभामुखको चाहिँ विरुद्धमा आउँछ होला। सुझाव त तपाईँले राम्रै दिनुभयो। मेरो दिने काम हो, उहाँले ग्रहण गर्ने नगर्ने उहाँको कुरा हो। जस्तो यो चुनाव पछाडि तपाईँहरू बिच व्यक्तिगत भेटघाट भयो नि होइन? त्यस्तो व्यक्तिगत भएको छैन, तर शुभकामना दिन गएँ म, मलाई त्यहीँ निर्वाचन कार्यालयमै दिएँ। के भन्नुभयो उहाँले? तपाईँले हेर्नु भएको छ भिडियो, अब साथी बन्नुपर्छ भन्नु, हामी साथी नै थियौँ त भने। मैले जस्तो नि अहिले होइन तपाईँ बाहिर देख्दा त एकदम हसमुख मान्छे, सधैँ रमाइलो गर्ने मान्छे, तपाईँको चाहिँ मनभित्र केही कुराले कहिले पीडा त्यस्तो छैन हौ। म त्यस्तो मनमा केही कुरा राख्दिनँ हौ। म त जे हो ब्ल्याङ्कै राख्दिने कुरा हो। आफ्ना कुरा अभिव्यक्त गरिहाल्ने भएकोले, त्यो रिजर्भ नबस्ने भएकोले त्यस्तो छैन मेरोमा, केही नै छैन अहिलेसम्म। चित्त दुखेको, मन दुखेको कुनै क्षणहरू? कुनै पारिवारिक कुराहरू हुन्छन् जो चाहिँ नि यहाँ अभिव्यक्त गर्न आवश्यक पनि छैन होइन। त्यस्ता कुरा जीवनमा पारिवारिक उतार चढावहरूले काहीँ काहीँ चाहिँ मन दुखाएका पनि छन्, त्यस्ता हुन्छन्। त्यहाँभन्दा अरू विषयमा तपाईँ यस्तै हो, यस्तै हो, सदाबहार हो। राष्ट्रिय राजनीतिमा आउने तपाईँको चाहना है? अनि म त आइरहेको नि राष्ट्रिय राजनीतिमा, आइसकेँ नि। म हार्दा जित्दा मात्रै राष्ट्रिय राजनीति, संसद भवन छिर्दा मात्रै राष्ट्रिय राजनीति हुन्छ र? अनि यो हार्ने सबै तलतिर छन्, जित्ने मात्रै राष्ट्रिय राजनीति हो र? म त राष्ट्रिय राजनीतिमा आइसकेँ नि। म त राष्ट्रभरि चिनेको मान्छे हो। भोलि राष्ट्रिय इस्युमा चाहिँ मैले आफ्नो कुरा राख्छु, राम्रो कामको समर्थन गर्छु, सरकारले गरेका खराब कामहरू भयो भने आलोचना गर्छु होइन। आफ्नो निर्वाचन क्षेत्रमा जनताको बिचमा हुन्छ। म त राष्ट्रिय राजनीतिमा स्थापित छु। म यसरी बुझ्छु आफूलाई, फरक ढङ्गले बुझ्छु। भोलिको दिनमा पनि तपाईँले बोल्ने कुराहरू सदाबहार रहन्छ? सदाबहार रहन्छ। योभन्दा चाहिँ नि अझै इमानपूर्वक कडा ढङ्गले रहन्छ। आलोचना पनि त्यसरी रहन्छ, समर्थन पनि त्यही ढङ्गले रहन्छ। प्रचण्डसँग भेट भयो काठमाडौँ? भेट हुन्छ, हाम्रो संयोजकसँग भेट हुन्छ। अब भेट्न बाँकी छ, हुन्छ, समय माग्छु, भेट हुन्छ। कस्तो लाग्छ तपाईँलाई? एउटा परिवर्तनको नायक, कठोरमा कठोर हुन सक्ने, लचिलोमा लचिलो हुन सक्ने एउटा चाहिँ परिवर्तनको नायक जस्तो लाग्छ। उहाँको बारेमा केपी ओलीको बारेमा चाहिँ के छ तपाईँको धारणा? निर्णयमा कठोरता भएको, आफ्नो निर्णय गलत गरे पनि त्योमा पहाड नसर्ने, आफू त जानु सबै लिएर जानुभयो त्यस्तो लाग्छ। उहाँले नै हो त यो? आज त यो त नि पुराना भनेको सबै फटा भन्ने भाषण निर्माण गरिदिनु भयो त।
केपी ओलीको अहमताले नै हो। आज त्यही अहमताले चाहिँ सबै गएनौँ त, काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी सबै गए त। तपाईँहरूले राम्रो गरेको भए तपाईँहरू त आउन सक्नुहुन्थ्यो। हामीले राम्रो कहाँ गर्न पायौँ त। अब सरकार चाहिँ नि हामी र एमालेको सरकार थियो त, राम्रो गर्दैथ्यौँ त होइन, रासपसहित हटाएर काङ्ग्रेस उहाँको सरकार बनाउनु यस्तो भयो कि त्यो सरकार चाहिँ नि जनताले ढाल्न पऱ्यो। हेर्नुहोस् त, हामीले हाम्रो सरकार हालेर जनताले होइन नि त। तर यी पनि तिनै नै हुन् भन्ने चाहिँ भाषण मार्त भयो। हेर्नुहोस्, राष्ट्रपाले सबभन्दा बढी धन्यवाद दिनुपर्ने पात्र भनेको केपी ओली, जसका कारण राष्ट्रपाल 2 त्याइले। गगन थापाको विषयमा के छ? एउटा हाम्रो पिँढीले आशा गरेको युवा होइन, विद्रोही चेत भएको चाहिँ नि नेता, यो मुलुकको संसद भवनले चाहिएको मान्छे, नहार्नुपर्ने मान्छेसँग हार्नुभयो, दुःख लागेको छ। हार्नु हुँदैन थियो। अमरेश कुमार अरूसँग हार्यो भने अमरेश कुमार सिंहसँग हार्नु होइन थियो। कहाँको गगन थापा, कहाँको अमरेश कुमार सिंह। प्रचण्डको बारेमा त भनिहाल्नु भयो, शेरबहादुर देउवाको बारेमा के छ? गगन थापाले बन्दाम भनेर जोगाइदिनु भयो। यसपालि चुनाव लड्न पाउनु भएन, त्यो लागि राम्रो कुरा भयो त, लडेको भए त बराबर रहेछ। धेरै राम्रो राम्रोले हारे। हार्नु नहुने मान्छेहरूले हारे। सुनामीमा मैले भनिनँ, मन्दिर बगाउँछ, चर्च बगाउँछ, मस्जिद बगाउँछ, खोलाले चाहिँ नि खरेले हेर्छ के हो भनेर हेर्दैन। त्यस्तै। सुनिल शर्माको विषयमा के छ? मलाई त्यति उहाँको बारेमा टिप्पणी गरेर शब्द खर्च गर्दिनँ हो। किन, जस चिन्नु त हुन्छ। छिमेकी जिल्ला चिनिहाल्छ। कस्तो लाग्छ तपाईँलाई? उहाँ पनि अलिक पपुलिस्ट जस्तो लाग्छ त्यसो भएर। रवि लामिछानेको विषयमा? आफ्नो पार्टीका निम्ति त्याग गर्न सक्ने मान्छे, आफ्नो सङ्गठनको निम्ति त्याग गर्न सक्ने मान्छे। आजको लहर पनि उहाँको त्याग नै हो होइन? यो त्याग नभएको भए त उहाँको पार्टी त फेरि तेस्रो चौथो पोजिसनमा हुन्थ्यो होला। त्यसो भएर यो उहाँको त्यागले यो पार्टी र मुलुक आज यहाँ छ, त्यसको लागि मलाई धन्यवाद दिन्छ। बालेन शाहको विषयमा चाहिँ केही गरौँ भने हुटुटी भएको युवा बाँकी त हेर्न बाँकी छ। उहाँप्रति यो जुन विश्वास छ नि जनताको, यो लहर छ नि, आखिर के कारण होला? एउटा महानगरको मेयरसँग होइन यतिका विश्वास। महानगरको मेयर भएर पनि होइन, अहिलेको युवाले के भन्छ भने, अहिलेको युवाले खोजेको चाहिँ धेरै ठुलो खोजेको छैन क्या। हाम्रो चाहिँ उम्मेदवार भाषण पनि गरिदियोस्, क्यारम बोर्ड पनि खेलिदियोस्, लुडो पनि खेलिदियोस्, डिस्को पनि गइदियोस्, पब पनि गइदियोस् होइन, सार्वजनिक जीवन पनि होस्, व्यक्तिगत जीवन पनि होस् होइन, तपाईँको चाहिँ नि करप्सन नभइदियोस्, तपाईँको चाहिँ करप्टेड नभइदियोस्, पारदर्शी जीवन होस् होइन, त्यो खालको खोज्या हो नि त। त्यति धेरै कुरा खोजेकै छैन। त्यो चाहिँ बालनले गर्न सक्छन् भन्ने चाहिँ नि युवा र महिलाहरूको विशेषता। जहिले पनि परिवर्तनमा युवा र महिलाको ठुलो हात हुन्छ क्या। यसपालिको मत पनि हेर्नु त रासपामा युवा र महिलाहरूको 100% जस्तो मत छ नि त, अरूको डिभाइडेसन छ जस्तो। उहाँलाई केही सल्लाह सुझाव? मेरो सुझाव चाहिँ जनताको तपाईँप्रतिको अगाध चाहिँ नि जुन विश्वास छ, त्यसलाई चाहिँ नि तपाईँले गहिरो ढङ्गले मनन गर्नुहोला। जसरी केपी ओलीको चाहिँ नि अहमताले हामी सबैलाई बगायो, सबै पार्टी बगायो, फेरि तपाईँ हाम्रो पुस्तालाई फेरि चाहिँ नबगाओस्। तपाईँ हाम्रो पुस्ता पनि, तपाईँ हाम्रो पुस्ताले तपाईँलाई चाहिँ सम्झिन पाओस्। इतिहासमा सधैँभरि सम्झिने योग्य काम गर्नुहोला। जनताको आशा र विश्वास र भरोसालाई हृदयमा राख्नुहोला। मेरो यो सुझाव छ उहाँलाई। जस्तो यो लहरको बेला पनि जित्ने होइन केही उम्मेदवारहरू छन् नि, जस्तो होइन सुहाङ नेम्बाङ, कस्तो लाग्छ तपाईँलाई? एउटा शालीन नेता, एमाले भित्र भएर पनि जित्ने मान्छे, अबको एमालेको भविष्य हुन सक्ने मान्छे जस्तो लाग्छ। उहाँलाई केही सुझाव? उहाँलाई सुझाव दिनुपर्ने आवश्यकता महसुस गरेको छैन। उहाँको परिपक्वता देखेर म आफै दङ्ग छु। एकदम परिपक्व लाग्छ है? परिपक्व लाग्छ। ज्ञानेन्द्र साई परिपक्व हुँदै हुनुहुन्छ उहाँ चाहिँ। किन त्यस्तो लाग्यो? पहिला अभियन्ता जे पनि बोल्ने, अहिले चाहिँ अलिक म्याच्योर जस्तो लाग्छ। म्याच्योर हुनुभएको छ अब चाहिँ। तर केही गरौँ भने हुटुटी, कर्णालीलाई केही गरौँ भने हुटुटी उहाँ पनि देख्छु म, छ त्यो। तपाईँलाई मनपर्ने नेता चाहिँ को हो नेपाली राजनीतिमा?
मलाई प्रदीप गिरी साह्रै मनपर्थ्यो भनौँ। किन? बौद्धिक व्यक्तित्व, शालीन व्यक्तित्व, अध्ययनशील व्यक्तित्व भएर। अरू? अब अरू हाम्रो पार्टी अध्यक्ष मनपर्छ निकै। पार्टी अध्यक्ष पनि मनपर्छ? मनपर्छ। त्यही त। अब तपाईँ काठमाडौँ हुनुहुन्छ होइन, कति दिन भयो आउनुभएको? म 3 दिन भयो। 3 दिन। कति दिन बस्नुहुन्छ अरू? 2-4 दिन बस्छु। 2-4 दिन। विशेष केही? राजनीति भेटघाट, साथीभाइ भेटघाट, छलफल, यसको बिचको लागि आज। त्योभन्दा बढी चाहिँ हर्क साम्पाङलाई त्यहाँ संसदमा पुऱ्याएर चाहिँ होइन, म उहाँको चाहिँ नि धरानको नागरिकको हैसियतले उहाँ संसद पुगेको खुसी पनि छु नि त। होइन र? एउटा धरानको नागरिक केन्द्रीय राज्य सत्तामा चाहिँ एउटा पार्टीको केन्द्रीय अध्यक्ष हुनुभयो होइन। चाहिँ नि 7-8 सिटले 7 सिट होइन, 7 सिटको चाहिँ पार्टी भयो, जुन पार्टीको केन्द्रीय कार्य धरानमा छ। त्यो धरानको नागरिकको हिसाबले त्यो गर्वको विषय पनि फेरि होइन। त्यो हिसाबले पनि म गर्व गर्न सक्छु नि त। नागरिकको हिसाबले गर्व पनि गर्नुपर्छ। सधैँ नेगेटिभ कुरा होइन, पोजिटिभ पनि हेर्नुपर्छ नि त। अरू टिकट लिन काठमाडौँ आउँथे, उहाँ टिकट लिन धरान बोलाउनु भयो। धरानको नागरिकको हैसियतले गर्वको विषय पनि फेरि यो एङ्गलबाट चाहिँ फेरि म गर्वान्वित पनि छु। त्यही त, केन्द्रले हेर्ने नजर होइन। धरान काठमाडौँले धरानतिर फर्केर पनि हेर्नुपर्छ भन्ने सन्देश दिनुभयो नि त। काठमाडौँको टिकट लिन चाहिँ नि धरान जानुपर्छ भन्ने सन्देश पनि दिनुभयो नि त। यो कोणबाट चाहिँ म धरानको नागरिक हिसाबले गर्वान्वित छु। उहाँले जस राष्ट्रिय पार्टी बनाउनु भयो, उहाँलाई हार्दिक बधाई पनि छ। जस्तो नि उहाँलाई लाग्ने गरेको एउटा आरोप होइन, तपाईँ शुभचिन्तकको हिसाबले श्रम संस्कृति पार्टी भनेको राई लिम्बूको पार्टी हो भन्ने त्यो खालको एउटा आरोप छ के? राई लिम्बूको पार्टी नै त भन्दिनँ म होइन। यसपालि समानुपातिकमा उहाँले क्लस्टर पनि मिलाउनु भएको छ होइन। तर मैले उहाँलाई अलिक तपाईँ जातिवादी हुनुहुन्छ, तपाईँको पार्टीले जातिवादी छ त भन्ने खोला भन्छु म। त्यो चाहिँ तपाईँलाई चाहिँ किन लाग्यो? त्यो उहाँको चाहिँ नि स्वभाव, उहाँले गर्ने क्रियाकलापबाट त्यो देखिन्छ। तपाईँ उहाँको स्ट्याटस हेर्नुहोस्, उहाँको बोली वचन हेर्नुहोस्, देखिहाल्छ त्यो। उहाँको पार्टी लाइनको चाहिँ कमिटी हेर्नुहोस्, सबै देखिन्छ त्यो। उहाँले प्राप्त गरेको भोट हेर्नुहोस्, उहाँले जितेका ठाउँहरू हेर्नुहोस्, जुन चाहिँ एरियामा त्यो कमिटी छ त्यहाँ त जितेको छ त, अरू ठाउँ छ त होइन। अरू धेरै ठाउँ कम्पिटिसन राम्रै थियो नि। तपाईँले त्यसो धनकुटामा चाहिँ कम्पिटिसन भयो, कुन कमिटी बढी छ त होइन। इलाममा कम्पिटिसन भयो, मोरङ 1मै निकै राम्रो मत। अनि मोरङ 1 कहाँदेखि कहाँसम्म पर्छ हेर्नु नि त। नि तपाईँ त मोरङ मान्छे त होइन। मोरङ 1 भनेको कहाँदेखि कहाँसम्म पर्छ? भनेको कोशी पारी तपाईँको उदयपुर कहाँ पर्छ यसो हेर्नु न। अब भक्तपुरमा कम्पिटिसन गरे त, ललितपुरमा कम्पिटिसन गरे त होइन, स्याङ्जामा गरे त होइन, बजाङमा गरे त, आछाममा गरे त, झापामा गरे त। तपाईँ यसो हेर्नु न। झापामा पनि राम्रै मत ल्यायो, राम्रोले कम्पिटिसन गरे त। तपाईँ चाहिँ नि पूर्वी पहाडी जिल्ला तपाईँ चट्टसँगले हेर्दाखेरि मोरङ 1 नम्बरदेखि माथि चट्टसँगले पहाडी जिल्ला होइन त, यही हो नि त। तराईमा एउटा उदयपुर, यही हो नि त कुरा। अन्त त कस्तो छ भन्दाखेरि हिजोको चाहिँ नि पहिचानको आन्दोलनको चाहिँ नि कुरा पनि हर्कजीले गरिदिन्छ कि भनेर मान्छे आशावादी छ। हिजो चाहिँ नि कोशी प्रदेश चाहिँ नि किनार प्रदेश नभएर कोशी प्रदेश भएको चाहिँ नि फ्रस्ट्रेसन पनि त्यहीँ बोकिदिन्छ कि भन्ने छ। हाम्रो समुदायको मान्छे राष्ट्रिय राजनीतिमा पुगिदिन्छ कि भन्ने पनि छ। सारा कुराको केन्द्रीकरण छ नि त्यहाँ त। सुदन क्रान्तिले भन्नु भएन, म उठेको भए 3 ठाउँमै चाहिँ बिग्रिन्थ्यो भनेर भन्नुभएको भएन? के भने त्यो उहाँले? त्यसले बुझ्नु हो नि तपाईँहरूको। सुदन किराँतीले भनेको कुरा भन्नुभयो त उहाँले, पब्लिकली भन्नुभएको छ त। बिग्रिन्थ्यो उहाँले भन्नुभयो, के हुन्थ्यो थाहा छैन। म धरानबाट उठ्थेँ, मेरो सहयोग नभएको भोजपुर, खोटाङ र धरान 3 ठाउँमै उहाँहरू एक्सेप्ट ल्याउनुहुन्थ्यो भनेर भन्नुभयो सुदन किराँतीले। खोइ किन भन्नुभयो? तपाईँ होइन व्यक्तिगत रूपमा लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, जिम्मेवार पदमै अब धेरैचोटि हुनुभयो। तपाईँले चाहिँ त्यहाँको जनताको लागि के गरे जस्तो लाग्छ? म त चाहिँ तपाईँको तल ग्रासरुटबाट आएको मान्छे हो क्या। हिजो उपभोक्ता समितिको अध्यक्ष, वडा नागरिक मञ्चको होइन, टोल विकास संस्था हुँदै वडा अध्यक्षमा आएको मान्छे हो क्या। भने टोलबाट काम गर्दै आएको मान्छे हो नि त म त। टोलबाट एकैचोटि फुत्त आएको होइन क्या म। टोलबाट काम गर्दै वार्ड हुँदै, वार्डबाट चाहिँ नगर हुँदै, नगरबाट चाहिँ सङ्घ हुँदै आएको मान्छे हो नि। यो बिचमा मैले कति काम गरेँ होला हेर्नुहोस् त। यति लामो चाहिँ मेरो इतिहास। फुत्त चाहिँ त्यो सुनामी आएको टक्क टिकट पाएर ठ्याक्क चुनाव जितेको होइन नि त। त्यस्तो। तर अहिले मेयरमा हार्नु भयो होइन? मेयरमा होइन, सँगै सांसदमा।
सँगै सांसदमा चुनाव त हारजित भइहाल्छ, त्यसलाई सामान्य रूपमा लिनुपर्छ। 3 पल्ट मान्छे हार्छ, 4 चोटिमा जित्छ, यो दिन चलिरहन्छ हेर्नुहोस्। फेरि पनि उठ्ने? अब पार्टीले टिकट दियो भने, जनताले उठ भने चुनाव त उठिहालिन्छ नि। सांसद नै उठ्ने कि अब वडाध्यक्ष हो कि मेयर हो कि? अनि सांसद उठेको मान्छे वडाध्यक्ष उठ्छ होला त। अब 2 कार्यकाल वडाध्यक्ष भएपछि मान्छे होइन, मेयरसम्म त उठ्न सक्छ। मेयर पनि उठ्दैन, माथि नै उठ्छ। त्यो सांसदभन्दा तल चाहिँ जाने सोच छैन? छैन, त्यस्तो छ। तपाईँले भनेको चाहिँ मजा लाग्यो है। सांसद उठेको मान्छे फेरि मेयर हुन्छ? होइन, मान्छे इथिक्स बिना चाहिँ नि, यहाँ त मन्त्री खाएको मान्छे चाहिँ परराष्ट्र मन्त्री भएको मान्छे राजदूत खान जान्छ क्या, त्यस्तो होइन। तल झरेर जाने होइन, प्रदेशसम्म पनि नजाने। अनि प्रदेशसम्म जान सकिएला। भोलि चाहिँ प्रदेशको एउटा पोर्टफोलियो चाहिँ बनाउँछु, तपाईँले यहाँ उठ भन्नु सक्छ, अब मेयर खान जाने, वडा चाहिँ खान जाने, उपमेयर खान जाने भन्ने त हुनु नि त। तपाईँ र हर्क साम्बाङको विषयमा धेरै कुरा गरियो। त्यो अर्को मुख्य प्रतिस्पर्धी सरिन तामाङ, सरिनजी, उहाँ चाहिँ कस्तो लाग्छ तपाईँलाई? एउटा प्रतिस्पर्धी, त्योभन्दा बढी उहाँलाई नजिकबाट चिनेकै छैन मैले। एकै ठाउँमा बसेर नि चिन्नु? भेटघाटै हुँदैन, कमै हुन्छ। उहाँ त्यति घुलमिल हुन्न, त्यही भएर। किन? खोइ किन, उहाँको स्वभाव आफ्नै प्रकार छ। अरू जति भेटघाट हुन्छ अरू पोलिटिकल पार्टीहरू बिचको साथीहरू, उहाँसँग त्यति भेटघाट हुँदैन। सबैतिर जित्दा पनि नि रासपले त्यहाँ हार्नु चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई चाहिँ? त्यसलाई 2 ढङ्गले हेर्नुपर्छ। हर्कजीको चाहिँ नि शक्ति बलियो भनेर, प्रभाव बलियो भनेर हेर्नुपर्छ एउटा। अर्को चाहिँ नि सरिनजीको प्रभाव कमजोर भनेर हेर्नुपर्छ। 2 एङ्गलबाट हेर्नु पऱ्यो नि त। एउटा कमजोर नभइकन अर्को बलियो हुँदैन, होइन? एउटा बलियो नभइकन अर्को कमजोर हुँदैन। सरिनजीको बारेमा चाहिँ के छ तपाईँको धारणा? एउटा क्रियाशील महिला, त्यति। त्यहाँभन्दा अरू केही छैन? अरू त नजिक घुलमिल भएकै छैन। पछि भएपछि फेरि तपाईँसँग भेटौँला भनौँला। हुन्छ, ल आइदिनु भयो होइन, आफ्नो कुराहरू राखिदिनु भयो। तपाईँलाई पनि धन्यवाद छ, बोलाइदिनु भयो, मेरा कुरा राख्ने अवसर दिनुभयो। मान्छे चुनाव जित्दा पनि चाहिँ फुर्सद छ, हार्दा पनि आज दिन बिहानदेखि बेलुकासम्म चाहिँ ब्रोडकास्टहरूमा इन्टरभ्यू दिएर आएर चाहिँ तेस्रो हो यो चाहिँ। त्यही त तपाईँ आफ्नो कुराहरू राखिराख्नु राखिरहेको छ, म जबरजस्त जनताकै बिचमा छु, त्यो सन्देश मेरो चाहिँ प्रभाव गरिरहेको छु। तपाईँलाई पनि विशेष धन्यवाद छ, नमस्कार छ। यो नामकै विषयमा नि मैले अघि भने नि, त्यो उपनामले बाहिर मान्छेले हुन्छ नि तपाईँलाई ठ्याक्कै कहिलेकाहीँ नजिकका साथीहरूले चाहिँ बोलाउँदैन? नजिकका साथीहरूले बोलाउँदैनन्, विरोधीहरूले बोलाउँछन्। अस्ति म हर्कजीलाई चाहिँ नि खतरा लगाइदिनु गएको, उहाँका समर्थकले कराउने थिए, त्यही नाम उपनाम लिएर मैले चाहिँ एकदम फ्लाइङ किस दिँदै हात लाउँदै गएँ। अब के हुन्छ। ठिक छ, यो अन्तिममा होइन द ब्युटी वर्ल्ड ठ्याक्कै यो चाहिँ नेपालका विभिन्न ठाउँहरूमा यसको ब्रान्च छ। हजुर, तपाईँ हामी जस्तैलाई चाहिँ यसले ट्याक्कै राम्रो बनाउने काम गर्छ। यो 5000सम्मको तपाईँको लागि कहाँ छ यो धरानमा पनि छ, ओके होइन? काठमाडौँ, झापा, प्राय सबै जिल्लामा छ यसको ब्रान्च। तपाईँ धरानमै जान सक्नुहुन्छ, त्यहाँ नम्बर पनि छ है। थ्याङ्क यू सो मच, थ्याङ्क यू। ल यसको लागि धन्यवाद तपाईँलाई। ल थ्याङ्क यू सो मच।